तरकारी बालीहरू कसरी लाउने भन्ने त्यस सम्बन्धी कुनै त्यस्तो ज्ञान थिएन। हामीले कुनै पनि तरकारीमा त्यस्तो विषादीहरू हाल्ने हैन, रोग किराहरू पनि त्यस्तो चिन्ने तरिका पनि थाहा थिएन। त्यति उत्पादन बढी हुँदैन थियो। अहिले यो परियोजना आइसकेपछि चाहिँ तरकारी कतिको दूरीमा लाउने, नर्सरीहरू पनि अब कसरी लाउने, कतिको डिफ्रेन्टमा लाउने भन्ने कुरा चाहिँ हामीले त्यसमा धेरै ज्ञानहरू प्राप्त भयो। परियोजनाबाट चाहिँ प्राप्त भएको ज्ञानहरू चाहिँ प्रयोग गर्दाखेरि चाहिँ उत्पादन चाहिँ वृद्धि भएर आम्दानी पनि वृद्धि भयो। हामीले 5 दिने 7 दिने तालिमहरू लियो। समूहको मान्छेहरूले सबैले दिदीबहिनी दाजुभाइहरू भाइ बहिनीहरूलाई राखेर चाहिँ भेला गरेर ल यस्तो तरिकाले गर्नुपर्ने भनेर खोरको किसिम, बाख्रा बोकाको प्रजनन सम्बन्धी अनि यो आहारा सम्बन्धी अनि त्यहाँ स्वास्थ्य सम्बन्धी हामीले चाहिँ मैले जानेको कुरो यहाँ जानकारी गराएँ सर। यो हाम्रो पाठशालाबाट चाहिँ धेरै कुराहरू सिकेका छौँ। बाख्राहरू बोकाहरू खसीहरू हैन बेच्दाखेरि चाहिँ के हुन्थ्यो भने अब आउनुहुन्थ्यो हैन, किन्ने मान्छे आउनुहुन्थ्यो, उहाँले चाहिँ तपाईँको यति भन्दा पाउँदैन हैन, अब तपाईँको यति हजारमा दिनुहुन्छ भने चाहिँ हामी लान्छौँ, नभए हामीलाई घाटा हुन्छ भन्नुहुन्थ्यो हैन। तर घाटा उहाँलाई हैन, त्यतिखेर हामीलाई चाहिँ घाटा हुने रहेछ। त्यो विषयमा नि निकै कुराहरू हैन जानकारीमा आयो। अनि त्यसमा अहिले चाहिँ हामीले अब त्यो बाख्रालाई पनि अब उसको भनौँ न लम्बाइ र मोटाइ नापेर चाहिँ हामीले आफ्नो बाख्रा चाहिँ यति छ हैन, यति वेटको छ, अब त्यो हिसाबले चाहिँ हामीले यतिसम्म चाहिँ लिन सकिन्छ भन्ने चाहिँ हामीले अहिलेसम्म जानकारी पाएका छौँ। खोर कसरी बनाउने, रोगको कुराहरू हो हैन, अब कति हाम्रो औषधिहरू कति युज गर्ने हैन, अब कुन टाइममा चाहिँ कुन औषधिलाई युज गर्ने भन्ने कुराहरू पनि अहिले हामी पाठशालाबाट चाहिँ धेरै कुराहरू सिकेका छौँ। अब बाख्रालाई कसरी चाहिँ अलिकति उब्जाउ अलिक बढाउने भन्ने विषयमा अलि बढी नै जानकारी पाएँ।